3 घण्टाको मेहनतपछि यो चाहिँ पार्किङ अझै काम गरेको सामानहरू रेडी छ। अब यसलाई चाहिँ सम्हाल्नु पर्यो। आजको डे 104 मा चाहिँ नर्मल्ली मात्र भिडियो बनाए, काम चाहिँ म धेरै गरेँ। यो सब यो गेट चाहिँ सारेको, यतापट्टिको गेटलाई चाहिँ पार्किङ बनाएको। अस्ति ट्राफिक आउनु भएको थियो। नर्मल्ली यति मात्र हो। अब त्यो बनाएपछि मात्र देखाउँछु। एकदम छोटोभन्दा छोटो 1 मिनट भित्रको मात्र भिडियो भन्छ कि आज चाहिँ डे 104। यहाँ चाहिँ काम भइरहेछ र म चाहिँ यो समाको यसलाई चाहिँ गराउँदैछु। डे 104 को स्पेसल काम यही हो। पल्लो च्यादरको बत्ती बलिरह र यहाँ झिलिक गइरह। 3 घण्टा भयो। 3 घण्टामा मैले चाहिँ सारिसकेको छु। यहाँ देख्न सकिन्छ 3 घण्टाको मेहनतपछि यो चाहिँ पार्किङ अझै काम गरेको सामानहरू रेडी छ। अब यसलाई चाहिँ सम्हाल्नु पर्यो। अलिकति भत्के यसलाई मिलाउनु पर्छ। अब मन्दिरलाई पनि सेफ्टीसँग गराइएको छ। पार्किङको बबाल भहा फेरि आएर भगाउनु पर्दैन, फेरि यहाँ पार्किङ गरिसकेको छ। भोलि स्पेसल तरिकाले देखाउँला। आजको डे 104 यहीँ एन्ड हुन्छ। भोलि 105 भेटौँला। बाई बाई, गुड नाइट। धेरै लामो भिडियो बनाएर बोर बनाउनु चाहन्न म भन्दै आजको दिनबाट बिदा गर्छु। बाई बाई, गुड नाइट। अझै भिडियो आएको छ आज शनिबार भएर।